गाइस म यो तिलिचोबाट फर्किरहेको छु हैन। यो हेर्नुस् यस्तो ओह्रालो यस्तो भिड छ कि यहाँ पर्यटकहरू चाहिँ आउँछ है। फेरि यहाँ चाहिँ तपाईको यहाँ अलि मोटरेबल गाडी बाटो बनाइदिएको भए धेरै पर्यटकहरू आउँथ्यो। र यहाँ म आफ्नो भोगाइ भन्छु, आउँदाखेरि त यो बाटो जसो तसो आइयो हैन। अब ओह्रालो झर्ने बेला त्यस्तो गाह्रो त छैन, तर अहिले यस्तो डर लागिरहेछ यार। हेर्नुस् त यस्तो भिरालो बाटो कसरी आइयो होला भन्ने अहिले सोचिरहेको छु। र म चाहिँ के भन्छु भने साथीहरूले अथवा कसैले पनि यसो ट्रेकिङमा जाउँ भन्ने बित्तिकै कुदिहाल्ने काम नगर्नु होला। एल्टिट्युड सिकनेस भनेको सामान्य कुरा हैन, सबैलाई हुन्छ यो हैन। एल्टिट्युड सिकनेसमा चाहिँ मान्छेलाई के हुन्छ भने तराईमा चाहिँ हाम्रो समुद्री सतहदेखि जम्मा 50 मिटर मात्रै 50, 55, 60 मिटर मात्रै उचाइमा भएको हुन्छ हाम्रो तराई क्षेत्र। तराईबाट आएको मान्छे यहाँ पहिलो कुरा त यहाँको मान्छेहरू जस्तो हिँड्न सक्दैन हैन। र यहाँको उचाइ धेरै छ साथीहरू। यहाँ हाम्रो यो सूर्य यति नजिक छ कि पहिलो कुरा त यसले हाम्रो छाला पोल्छ। हामी तराईमा बस्ने मान्छेको छाला चाहिँ तराईका लागि सुटेबल भएको हुन्छ। र यहाँ हामी चाहिँ यहाँको गर्मी खेप्न सक्दैनौँ पहिलो कुरा। र दोस्रो कुरा यो मुस्ताङ जिल्ला भनेको चाहिँ यस्तो हिमालले घेरिएको जिल्ला छ हैन। हिउँ नै हिउँ पर्छ जताततै। त्यही भएर यहाँ तपाईँ जति माथि जाँदै गर्नुभयो तपाईँले चिसोले पनि समात्छ, उचाइले पनि समात्छ, गर्मीले पनि समात्छ हैन। र तपाईँको शरीर चाहिँ तपाईँ जति बलियो र जति आँटिलो मान्छे भए पनि यो इन्भाइरोमेन्ट अनुसार ढल्न टाइम लाग्छ। त्यही भएर यस्तो उचाइमा जाँदाखेरि पहिलो कुरा हामी नेपालीको बानी चाहिँ के छ भने अलि सस्तो गरिब खालको कपडाहरू लाउँछौँ हैन। ट्रेकिङको लागि चाहिँ छुट्टै कपडाहरू, छुट्टै बुट्सहरू, छुट्टै सुट्सहरू हुनुपर्छ क्या, जो चाहिँ लाउँदा हल्लुको होस् र तातो र चिसो दुवैलाई छेक्ने खालको होस् है। र यहाँ हावा पनि बेसरी लाग्छ। यो हावाले तपाईँको टाउको फुट्ने गरी दुखाउँछ। यो हिउँ प्यारो लाग्छ हैन, एकदम सुन्दर लाग्छ। हामी हिउँ नदेखेको मान्छे हिमाल हेर्न साह्रै मन पराउँछौँ, तर यसले तपाईँको चाहिँ टाउको यस्तो दुखाउँछ हैन, टाउको फुट्ने गरी दुख्छ। ल यस्तो भिरालो यस्तो भिर पाखा छ है हजुर।